कति साह्रो गर्नु होइन यो आमा छोरीहरू के गर्दैछ आमा छोरी गफ गर्दै बसेको होइन ठुली यो 24 त यतितिर घुमिन्छ नि के भएको त्यो अब म के भन्नु जा भन्दा जान्दैन यतितिर घुमिबस्छ अब म के जान्नु तेरोको चालामाला त मलाई थाहा छ नि त्यो 24सँग माया प्रेम बसेको छैन त तिमीहरूको मन परापर भयो भने बिहे गर न दुईजना किन यसरी बस्नु 24 पनि मलाई त नराम्रो लाग्दैन राम्रै लाग्छ माया गर्छ जस्तो लाग्छ बिहेको कुरा नगर्नुहोस् है मसँग अहिले होइन बिहेको कुरा नगरेर हुन्छ दिनदिनै बिहेको उमेर गइसक्यो छोरी मान्छेको जात हो त्यो बिहान कसरी फुल फुल्छ बेलुका मुर्जिँदैन त्यस्तै हो छोरी मान्छेको जिन्दगी भनेको दिनदिनै बुढी हुन्छ कसले पत्याउँछ त्यो 24 पनि मलाई त नराम्रो लाग्दैन राम्रै लाग्छ माया गर्छै जस्तो लाग्छ है 24ले मनपर्छ भने बिहे गरिहाल त्यो दुनियाँ के अरे गाउँघरले पनि कुरा गरिखान्छ अलिकति भर्याङ जग्गा त घोडा दुख्छ दुख्न पर्यो भने कसले हेर्छ तपाईँलाई म त जान्दिनँ कता अब हाम्रो उमेर पुग्यो अलिअलि दुख्छ त ऊ कान्छी छोरी पनि छ त तेरो बहिनी छ त हेरिहाल्छ नि हामीले मसित आमा बुवालाई हेर्ने तपाईँ बिहे गर्नुहोस् हेर्छ चुप्लाक उमेर पुगेको छैन यो सानै छ यसको बुद्धि के छ यसले घरबार हेर्नु जानेको छैन अहिले अब आउँछ नि त नभएपछि त बुद्धि आइहाल्छ नि त भएकोले गर्दाखेरि बालाखा भएको नि अब उसले पनि त व्यवहारहरू सिक्नुपर्छ नि हौ लु बिहे गरिहाल है बिहे गरिहाल त्यो 10 दुनियाँले कुरा गर्ने खालको काम नगर तिमीहरू 24 दिनै आउँछ यहाँ मान्छेले के भन्छ लु फल्नालाई त 24ले पो लानु आँट्यो क्या हो भनेर यत्रो कुरा गर्छ गाउँघरमा बिहे नगरेर हुन्छ गर मनपर्छ 24ले पनि मन पराउँछ त पनि मन पराउँछस् भने त बिहे गर्दा हुन्छ घरमा माइती छैन मै ठुलो छोरी हो घरको एउटा छोराको हुने फर्ज मैले निभाउनु पर्छ मै अगर गएँ भने तपाईँलाई कसले हेर्छ बिजुमा रुँदै अनि त्यसको चिन्ता किन गर्छौ भने त अनि बहिनी पनि छ बहिनी छँदैछ हेरिहाल्छ नि बहिनीले मलाई बिहा गर्ने मान्छेले कि त यही घरमा बस्नुपर्छ अनि मात्रै बिहा गर्छु न म तपाईँलाई छोडेर कहीँ जान्दिनँ म लु चाहिँ विचार गरे के गर्नु त अब यत्रो भन्दा पनि सुन्दैनस् भने त आफै विचार गर हामीलाई पनि छोरीको भविष्य होस् राम्रो होस् घरबार होस् भन्ने लाग्छ अनि त्यसरी सोचेर हुन्छ